अँ, अँ, अँ भन्दै यो बुढा फर्केर आओ, बुढी फर्केर आओ भन्ने होइन, आफ्नो जिन्दगी जिउन सिक्ने। किप सपोर्ट मी, ओके। मेरो भिडियो फुल हेरेर वाच गर्नु होला, अनि मलाई जे कमेन्ट गर्नु छ हजुरहरूले गर्नु होला। थ्याङ्क यू सो मच मेरो भिडियो हेर्नु है। के को माया हो तिमीहरूलाई, यो दुबई, कतार, साउदी, मलेसिया, एभ्रिथिङ अल्सो होइन, कहाँ कहाँ बस्नेहरूलाई। अनि मलाई यस्तो उस्तो भनेर टिकटकमा आयो, मलाई माया गर्छ कि गर्दैन भनेर रोयो देखायो। तिमीहरूको के को नाटक हो? हामी पनि दुबई, कतार, साउदी, मलेसिया सब घुमेर आएको मान्छे हो, थाहा छ। तर हामीलाई यस्तो नाटक आएन क्या। यिनीहरूलाई चाहिँ अलिकति केही भयो कि आमामा नमचिने पिङको 100 झड्का भने जस्तो के को माया। टिकटकमा आउने अनि मलाई साँच्चै माया गर्छ कि रुने लासरम पचेकाहरू। आफ्नो बुढी म सबैलाई भनेको है, केटा हो केटी हो तिमीहरूलाई बुढाबुढी नेपालमा छोडेको छ। गनाउँछ नि त होइन, हामी गनाउँछौँ नि त होइन, नेपालमा बस्ने इन्डियामा बस्ने गनाउँछौँ। के गर्नु, काम धेरै हुन्छ, यहाँको हावापानी पनि त्यस्तो छ, गर्मी छ होइन, एडजस्ट गर्न गाह्रो हुन्छ नि त हामीलाई। त्यही भएर तिमीहरूलाई हामी गनाउँछौँ। अनि त्यहाँनिर अब दुनियाँसँग होइन डाँडा गर्दै हिँड्नेहरूलाई चाहिँ, अनि सेन्ट मार्ने इन्जोय गर्नेहरू चाहिँ तिमीहरूको लागि प्यारो। हामी त को होइन। नेभर माइन्ड, हाम्रो पनि दिन आउँछ, तिमीहरूको पनि दिन त आइरहेछ नि त, अहिले रमाइलो गरिरहेछौ। जिन्दगी जिउन त हामीलाई पनि आउँछ, तिमीहरू जस्तो 2 रुपियाँ कमायो, 100 रुपियाँको फुटानी देखायो होइन। माया कसले गरेको छ त्यो बुझ्ने हो, जिन्दगीभर साथ कसले दिन्छ, कसैले जित्दैन। एकै छ भगवान् उपरवाला, को रियल हो त्यसलाई चुन्छ। आई थिङ्क बिकज तिमीहरू तिमीहरू अन्त म खाइखेली गरेर घुमेको मान्छे हो होइन, दुनियाँ देखेको मान्छे हो। तिमीहरूले हामीलाई सिकाउनु पर्दैन। आउने टिकटकमा मलाई साँच्चै माया गर्छौ कि गर्दैन, यहाँ आँखाबाट पानी लगायो, अनि पानी लगाएर चाहिँ रुने। अरे बाप रे बाप, बाप रे बाप, बेइज्जत गर्यो होइन तिमीहरूले आफ्नो नेपालको। हँ, नेपालको त पुरै बेइज्जत गरिसक्यो त हो तिमीहरूले त। के हो पारा, पारा देखाएको यो भालु भालेहरूलाई नि। यो नेपालको त केपी ओली दुनियाँलाई भगाउनुलाई यो भालु भालेहरूलाई चाहिँ पहिले भगाउनु पर्यो। देश निकाला गरेपछि बल्ल ठिक हुन्थ्यो क्या। छोराछोरीको छोराछोरी, छोराछोरीको बुढा, छोराछोरीको बुढी, छोराछोरीको छोराछोरी त्याग्ने यो भालु भालेहरूलाई चाहिँ देश निकाला गर्नुपर्छ। अनि बल्ल नेपाल सहित फेरि मन्त्रीहरूलाई निकाला गर्नुपर्छ। ओ भाइ गाइस, सपोर्ट मी, ओके।